Hello everyone, welcome to my new video. र तपाईले टाइटल हेरेर नि बुझिसक्नु भयो होला है यो भिडियो चाहिँ केको बारेमा हो भनेर। यो भिडियो चाहिँ अ डे इन माई लाइफ एज अ नर्सिङ स्टुडेन्ट हुन्छ र मेरो भिडियो लास्टसम्म हेरिदिनु होला। अहिले चाहिँ म उठेर मुख धोएर ब्रस पनि गरिसकेँ है। त्यसपछि मैले बेड मिलाएँ अनि यहाँ चाहिँ म कलेज जानुको लागि अलिअलि क्रिमहरू लाउँदै थिएँ। म चाहिँ बेसी के पनि लाउँदिनँ, सिरम सनस्क्रिन र लिप बाम लाउँछु, त्यति नै हो मेरो चाहिँ। अनि यहाँ मेरो पछि चाहिँ मेरो साथीहरू पनि रेडी हुँदै थियो र यो चाहिँ हाम्रो कलेज युनिफर्म। म चाहिँ कलेजको लागि रेडी हुँदै थिएँ। हाम्रो कलेज चाहिँ खासमा हुन्छ 10 बजी लाग्छ, तर हामी चाहिँ 9:30मै गेटभित्र पसिसकेको हुनुपर्छ, गेट बन्द गरिदिन्छ। त्यही भएर चाहिँ हामी फटाफट रेडी हुँदै थियो र हाम्रो चाहिँ कलेज जाँदाखेरि फोन पर्मिसन छैन, त्यही भएर चाहिँ म तपाईँलाई एकैचोटि पोस्टिङ जाँदाखेरि भेट्छु है। यहाँ चाहिँ म पोस्टिङ जानुको लागि पनि रेडी भइसकेँ, अलिकति लिप बाम लगाएँ। अन्त चाहिँ सबै साथीहरू चाहिँ गइसकेको थियो, म मात्रै थिएँ रुममा एक्लै। हामी चाहिँ बसमा पनि चढिसकेको थियो र आधी साथीहरू चाहिँ आएको थिएन, त्यही भएर चाहिँ हामीले पर्खिरहेको थियो। यहाँ चाहिँ छ हाम्रो सबै साथीहरू र हामी चाहिँ ओपिडीमा थियो र हाम्रो कामसाम सकेर चाहिँ हामी एकछिन फ्री हुँदाखेरि चाहिँ लेख्दै थियो। उसले साथीले चाहिँ र पेसेन्ट नआउँदाखेरि चाहिँ हामी हाँस्दै भिडियो बनाउँदै थियो र हामी चाहिँ पोस्टिङमा के गरेँ त्यो चाहिँ मैले भिडियो बनाउनु पाइनँ। र अहिले चाहिँ हाम्रो ब्रेक भइरहेको थियो। ब्रेकमा चाहिँ हामी जाँदै थियो पार्क सबै साथीहरू। हामी चाहिँ आज फर्स्ट टाइम यहाँ पार्कमा आएको। यहाँ चाहिँ हाम्रो साथी जीवा र रिनु। यहाँ चाहिँ छ हाम्रो क्लासको साथीहरू र यहाँनिर चाहिँ सबैजना इन्जोय गरिरहेको थियो है। हामी चाहिँ कति बादमा यसरी बाहिर आएर यसरी इन्जोय गरेको है। हामी चाहिँ इन्जोय गरेको भनेको पोस्टिङ जाँदाखेरि सानो ब्रेक हुन्छ, त्यो ब्रेकमा मात्रै हो। हामी चाहिँ अब फर्किन आँटेको थियो अनि यहाँ सबैजना चाहिँ हाम्रो सबै साथीहरू चाहिँ आफ्नो आफ्नो धुनमा बसिरहेको थियो। कसै गफ गर्दै कसै फोन हेर्दै बसिरहेको थियो। यो पार्कमा चाहिँ बाजे बोजूहरू पनि आउनुहुँदो रहेछ एक्सर्साइज गर्नु लागि र मलाई चाहिँ त्यो देखेर एकदम खुसी लाग्यो है। र हामी चाहिँ अहिले बस पर्खिरहेको थियौँ। अनि हामी चाहिँ हस्टेल पनि आइपुग्यो। यहाँनिर चाहिँ मेरो साथीहरू चाहिँ भिडियोमा आउँछु चाहिँ भन्छ, यो पछि दुईजना साथीहरू, तर उनीहरू चाहिँ एकदम लजाउँछ आउनु चाहिँ फेरि। र म चाहिँ पछिबाट आएर नुहाएँ, अन्त एकछिन ढल्केको थिएँ है। म चाहिँ त्यतिकै निधाएछु। अनि आज चाहिँ मैले बनाउँदैछु रामेन बेलुकाको डिनरको लागि। र आज चाहिँ मैले रामेन कुरकुरे र काँक्रासँग खान आँटेको थिएँ। रामेन चाहिँ मैले भर्खर बनाएकोले गर्दाखेरि चाहिँ तातो थियो, बाफुलिरहेको थियो है। अनि मैले चाहिँ खाएँ र मेरो ब्याकग्राउन्डलाई चाहिँ इग्नोर गरिदिनु होला है, अब हस्टेलमा यस्तै हुन्छ। र मैले चाहिँ यहाँनिर छिटो खाँदै थिएँ है,
किनकि हाम्रो एटेन्डेन्स टाइम हुन आँटेको थियो। एटेन्डेन्स पछि चाहिँ हाम्रो फोन पर्मिसन हुँदैन, त्यही भएर चाहिँ मैले छिटो छिटो खाँदै थिएँ। को रामेन लभर हुन्छ मलाई कमेन्ट गरिदिनु होला। अहिले चाहिँ हाम्रो लास्ट मन्थ चल्दैछ है होस्टेलमा चाहिँ, किनकि अगस्तमा चाहिँ हामी जान्छौँ, त्यहाँबाट चाहिँ हाम्रो सक्यो। एकैचोटि डिसेम्बरमा एक्जाम गर्नुको लागि आउँछौँ, अहिले चाहिँ हामी सक्यो। अनि यो सकेर गएपछि चाहिँ म सबै कुरा मिस गर्नेछु है। वेस्टर्न गएको, साथीहरूसँग मिलेर इन्जोय गरेको, अनि रुममा बाध्दै मिल्दै भए पनि बसेको, सबै कुरा मिस गर्नेछु है। मैले मात्रै होइन, सबैले नै मिस गर्छ होला, कि हाम्रो ब्याड मेमोरिज पनि हुन्छ, गुड मेमोरिज पनि हुन्छ। अन्त अब होस्टेलमा बस्नु साह्रो पर्छ है, वार्डनको अन्डरमा बस्नुपर्छ। कसैको अन्डरमा बस्दाखेरि अभियसली साह्रो पर्छ, तरै पनि एकखेप होस्टेल बसेपछि साथीहरूलाई भेटेपछि उनीहरूसँग मिल्नु थालेपछि चाहिँ अब अलिकति साह्रै पर्छ भनौँ न, छुट्टिनु चाहिँ लास्टमा। यहाँ चाहिँ मैले चपस्टिकले खाँदाखेरि पनि नआएर चाहिँ चम्चीले खानु थालिदिएँ है। र मेरो भिडियो लास्टसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच है। मेरो भिडियोलाई लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला।